नमस्ते, मेरो नाम दिविन पोखरेल हो। म सान डिएगो क्यालिफोर्निया नजिकै रहेको इमिग्रेसन ल फर्म रेड इगल ल एलसीमा अहिले काम गर्छु। डिसेम्बर महिनामा अमेरिकी स्टेट डिपार्टमेन्ट र युएससिआइएस दुवैले डिभी 2026 प्रोग्रामलाई पज होल्ड गरेको थियो। त्यसपछि जनवरीमा स्टेट डिपार्टमेन्टले 75वटा देशबाट इमिग्रेन्ट भिजा इस्यु नै नगर्ने भनेर त्यो प्रोसेस पनि रोकिदिएको छ। ती देशहरूमा नेपाल पनि पर्छ। रेड इगल लमा हाम्रो टिमको बुझाइअनुसार ट्रम्प एडमिनिस्ट्रेसनको डिभी 2026 को रोक र 75 देशमाथिको भिजा पज चाँडै हटाइहाल्ने साइन्सहरू हामीले देखिरहेको छैनौँ। त्यसैले हामी डिभी 2026 सेलेक्टीहरूको तर्फबाट ट्रम्प एडमिनिस्ट्रेसन अगेन्स्टमा एउटा ग्रुप लसुट फाइल गर्ने तयारी गरिरहेका छौँ। यो ग्रुप लसुटको हाम्रो प्लान चाहिँ पहिलो डिभी 2026 प्रोग्रामलाई रोकिएको निर्णय लिगल हो कि होइन भनेर त्यसलाई च्यालेन्ज गर्ने प्लान छ। दोस्रो चाहिँ 75 देशमाथिको इमिग्रेन्ट भिजा पज लिगल हो कि होइन त्यो पनि हाम्रो लसुटले क्वेसन गर्नेछ। त्यसबाहेक जजलाई हाम्रो लसुटमा हुनुहुने प्लेन्टिफहरूको हकमा दुवै पज हटाएर सेप्टेम्बर 30, 2026 को डेडलाइनभन्दा अघि नै हाम्रो प्लेन्टिफहरूको एप्लिकेसनमा निर्णय गर्नलाई हामी सरकारलाई आदेश दिन माग गर्ने हाम्रो प्लान छ। अर्को चाहिँ डिभी 2027 को एन्ट्री पिरियड पनि अनाउन्स अहिले नगरेको र यो पनि लिगल होइन भन्ने हाम्रो टिमले यो मुद्दामा उठाउने प्लान छ। यो ग्रुप लसुट युएस डिस्ट्रिक्ट अफ कोलम्बियामा फाइल गरिनेछ। महत्त्वपूर्ण डेट्सहरू चाहिँ यो ग्रुप लसुटमा पार्टिसिपेट हुने अन्तिम डेट चाहिँ फेब्रुअरी 28, 2026 हो। अनि लसुट अफिसियली फाइल गर्ने डेट चाहिँ मार्च 14, 2026 हो। अब कुराहरू यसमा को चाहिँ पार्टिसिपेट गर्न मिल्छ यो लसुटमा, को सहभागी हुन मिल्छ भनेर यो ग्रुप लसुटमा सहभागी हुन अनिवार्य रूपमा डिभी 2026 को सेलेक्टी हुनुपर्छ। यदि तपाईँ डिभी 2026 सेलेक्टी हुनुहुन्न भने र यो ब्यानहरूले हजुरलाई असर गरिरहेछ भने हाम्रो टिमको वेबसाइटमा गएर अन्य ग्रुप लसुटहरूको जानकारी लिन सक्नुहुन्छ। केही महत्त्वपूर्ण कुराहरू चाहिँ डिस्क्लोजरहरू भन्नुपर्दाखेरि चाहिँ पहिलो कुरा एकदमै सबैजनाले बुझ्नुपर्ने चाहिँ कुनै पनि लसुट जितिन्छ भन्ने ग्यारेन्टी हुँदैन। यो अहिले हामीले फाइल गर्न लागेको लसुट पनि त्यस्तै नै हो। दोस्रो कुरा चाहिँ जुन 2025 र डिसेम्बर 2025मा ट्रम्प एडमिनिस्ट्रेसनले 40वटा देशको सिटिजन्सहरूलाई ट्राभल ब्यान पनि लगाएको थियो। यो ग्रुप लसुटले त्यो ट्राभल ब्यान चाहिँ च्यालेन्ज गर्दैन। नेपाल त्यो लिस्टमा नपरेको भएर नेपालको डिभी विनर्सहरूलाई यो लसुटले हेल्प गर्ने चान्सेस छ। अब कुराहरू कस्टको खर्च कति लाग्छ त? ग्रुप लसुटमा प्लेन्टिफ भएर सहभागी हुनको लागि प्रत्येक डिभी 2026 सेलेक्टीका लागि अटर्नी फी $2500 अमेरिकी हुन्छ। यो फीमा सबै डेरिभेटिभ बेनिफिसियरी फ्यामिली साइज जत्रो भए पनि फी चाहिँ $2500 नै हुनेछ। पेमेन्ट टर्म्स चाहिँ फर्स्टमा लसुटमा भाग लिनलाई आफूलाई पार्टिसिपेट गराउनको लागि $500 अमेरिकी चाहिँ एडभान्स दिनुपर्ने हुन्छ। त्यसपछि बाँकीको $2000 चाहिँ अमेरिका आएपछि वा कोही युएसभित्र बसिराख्नु भएको डिभी 2026 को सेलेक्टी हुनुहुन्छ भने फर्म 485 अप्रुभ भएपछि मात्र तिर्नुपर्छ। 500 एडभान्स पछिको बाँकीको फी चाहिँ हरेक महिना 250 को इन्स्टलमेन्टमा तिर्न पनि मिल्छ। एउटा इम्पोर्टेन्ट कुरा चाहिँ यो मुद्दामा भाग लिएर डिभी 2026 को भिजाबाट युएस एन्ट्री गरेपछि वा यही युएसमै बस्नुहुन्छ भने उहाँहरूले चाहिँ स्ट्याटस एडजस्ट भएपछि बाँकी भएको $2000 तिर्न अनिवार्य हुन्छ। यदि तपाईँहरूलाई यो कन्डिसन सुटेबल हुँदैन जस्तो लाग्छ भने अहिले नै विचार गरेर मात्र यो लसुटमा सहभागी हुनुहोला। अन्तमा कसरी सहभागी हुने त? डिभी 2026 को सेलेक्टीहरूले redeaglelaw.com वेबसाइटबाट प्लेन्टिफको रूपमा साइन अप गर्न सक्नुहुनेछ र इनिसियल पेमेन्ट त्यहीँ गर्न सक्नुहुनेछ। अहिलेको लागि यति नै, धन्यवाद।